हेलो वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मेरो मामा घरको ब्लग आज पोस्ट गर्दैछु। अनि हामी चाहिँ चिसोमा बाहिर बसिरहेको छौँ। मेरो दाई आफू साई मेरो बुढो भर्खर घाम लागेको नि त 12 बजीतिर म चाहिँ आगो तापिराखेको थिएँ। त्यसपछि म मेरो सानोसँग गएँ। सानो चाहिँ बिहानै नातिनी बजे गएर कहाँबाट लहरिया भगवती टिपेर ल्याउनु भएको छ। यो चाहिँ भगवती भयो देखाउँदैछ टोपीमा लहरिया बिहानै नातिनी बजेको काम। यो चाहिँ हाम्रोतिर लहरिया भन्छ, हजुरकोतिर के भन्छ कमेन्ट गर्नु होला है। लहरिया भयो, भगवती भयो। अनि यो चाहिँ सानोले फर्स्ट टाइम देखेको, त्यसैले एक्साइटेड छ कि यो चिज देखेर। एकदमै खान चाहिँ मिल्दैन किनकि अलिकति काँचो छ नि त। यो पाकेपछि चाहिँ पहेँलो हुन्छ, भित्र चाहिँ यस्तो हुन्छ अघि। अनि त्यसपछि हामी लाग्यौँ मेला, सुगाघाटको मेला। 7 वर्षपछि जाँदैछु, बिहा भइसकेपछि 7 वर्षपछि मेला। म चाहिँ थगाइ लगाएर यता बस्दैछु। मेरो बुढोलाई चाहिँ खासै इन्ट्रेस्ट लाग्दैन कि यस्तो पिङहरूमा खेलौँ भनेर फगाउँदैछु, तर मान्ने चाहिँ होइन। त्यसपछि जिस्काउँदैछु म। अनि हामी पिङ खेल्न लाग्यौँ, म बहिनी मम्मी पिङ खेल्दैछौँ। हाँसो लागिरहेछ अरू हाँसेको देखेर, अरू चिच्चाएको देखेर, किन यस्तो चिच्चाएको भनेर। हामीलाई चाहिँ खासै डर लागेको छैन कि, त्यसैले यो चाहिँ नाउ होला हो नि त। अनि खासै डर लागिरहेको छैन, तर अरू चिच्चाएको देखेर चाहिँ हामी भित्रभित्र हाँस्दैछौँ कि किन हाँसेको यसरी भनेर। मलाई पहिले सोध्दै कि तपाईँलाई साँच्चै डर लागेन अरे, नाइ डर लागेको छैन भनेको। हाँस्छ कि अरू हाँसेको देखेर। मेलामा चाहिँ अनेक थरी देखिन्छ नि त। कोही कपाल हुन्छन् चिच्याउनको लागि, कोही आफै त्यसै चिच्याउँछन्, कोही डरले चिच्याउँछन् नि त। त्यही बेला हामी हाँस्दैछौँ कि अरू चिच्चाएर देखेर। डर चाहिँ खासै लागेको थिएन पहिलाभन्दा नि। खासै डर चाहिँ लाग्दैन कि खेलिरहेको बानी भएर होला। अनि यो चाहिँ रातिको भ्यू भयो, कस्तो राम्रो देखिँदैन नि त रातिमा। तर किनभने रातिसम्म मेला बस्नु भएन, नानी लिएर गएको। थ्याङ्क यू फर वाचिङ।